आदरणीय मित्रहरू नमस्कार, हार्दिक नमन गरे। देश विदेशबाट हेर्नुहुने सबै मित्रहरूलाई अस्ति हामीले यहाँ सासुआमाको एउटा यस्तो भत्केको घर, यो घरको मैले एउटा भिडियो चाहिँ तपाईँहरू माझ पस्केपछि धेरै मित्रहरूले मलाई चाहिँ ढाढस दिनुभएको थियो, स्याबासी दिनुभएको थियो। अनि मलाई चाहिँ सहयोग गर्ने एउटा हौसला जगाउनु भएको थियो कि ल दाइ जसरी हुन्छ यो घर बनाउनु पऱ्यो, तपाईँहरूले गर्नुहोस्, हामी भयौँ भन्नुभएको थियो। त्यही भएर फेरि हाम्रो बलवीर सर, म, हामी नन्द सर, हाम्रो समाजसेवी उहाँहरू, हामी तिनजना आएर फेरि एउटा भिडियो बनाएर ल सहयोगको चाहिँ हामीले वातावरण अब सिर्जना गऱ्यौँ, तपाईँहरूले मतलब फ्याँक्यौँ जाल, अब सहयोग गर्नुहोस् तपाईँहरूले भनेर गर्दा त्यो भने जस्तो सहयोग आएन। एकदम दुःखद कुरो यो छ कि यो के कारणले सहयोग गर्नु भएन तपाईँहरूले। पहिला चाहिँ हुन्छ हामी छौँ, ब्यागबाट सहयोग गर्ने हामी छौँ भन्ने, अनि पछि हामीले चाहिँ यो उहाँको घर बनाउने एउटा अभियान सुरु गरेपछि तपाईँहरूले चाहिँ चुपचाप लागिदिने, सहयोग नगर्ने गर्दाखेरि अत्यन्तै दुःख लागेको छ। हिजोको दिनमा थुप्रै मान्छेहरूको मैले ज्यान बचाइदिएँ, थुप्रैका रोगीहरूको चाहिँ औषध उपचारमा थोरै भने औषध खाने सहयोग रकम जुटाइदिएँ, मैले धेरै गरेँ। त्यसमा तपाईँहरूको हात ठुलो छ। मैले त एउटा थाल मात्र थापेको, त्यसमा थाल भरिदिने काम तपाईँहरू मित्रहरूले देश विदेशबाट हेर्ने सब मनकारी मित्रहरूको काम थियो। र यो घरमा पनि यस्तो भत्किएको घरमा हेर्नुहोस्, यो बर्खा हामीले अगर यो बर्खा यो घर बनाउन सकिएन भने उहाँलाई यो घर भत्केरै चाप्ने सम्भावना छ। त्यो पारिबाट हेर्नुहोस्, त्यो गाह्रो पानी पसेर ढुङ्गा खस्दै उहाँको सिरेमासँग आयो भनेर भन्नुभएको छ उहाँले अहिले भर्खर हामीसँग कुरो गर्दाखेरि। त्यो कुरा तपाईँहरूले पनि सुन्नु भइसकेको छ। भनेपछि यस्तो स्थितिमा हामीले घर बनाउने नबनाउने, अब हामी घर त हामीले जब सुरु गरिसक्यौँ तपाईँहरूले पैसा दिनु भएन भने पनि ठिकै छ, हामी चाहिँ ऊ छैन के अरे, हामी हतोत्साहित पनि हुन्नौँ, हामी निराश पनि हुँदैनौँ। हेर्नुहोस्, हामी दुःख पनि लाग्दैन हामीलाई, किनकि तपाईँहरूले भरसक तपाईँहरूको सहयोगले कम्ती माने 2 लाखसम्म उठ्यो भने हामीले उहाँलाई सानो सानो चिटिक्क परेको 2 कोठाको घर बनाइदिने हाम्रो इच्छा थियो। तर अहिले भर्खर तपाईँ हामीले हिजो भिडियो पोस्ट, हिजो अस्ति पोस्ट गऱ्यौँ, हिजो दिनभरिमा जब बस 3जना सहयोग के अरे मनकारीहरूको मात्र पैसा आएको छ, सहयोग आएको छ। यसले कारणले गर्दा यति थोरै सहयोग आउनु भनेको एकदम लज्जास्पद भयो, दुःखदायी भएको छ। अब म यही अपेक्षा गर्दछु तपाईँहरूसँग कि भरसक तपाईँहरूले ढिलो चाँडो होला, गाउँका सबै मित्रहरूले त हामी श्रमदान पनि गर्छौँ, सकेसम्मको वर्गत अनुसारको आर्थिक सहयोग पनि गर्छौँ भन्नुभएको छ। हामीले क्लबका साथीहरूसँग पनि कुरो गरेका छौँ। त्यसपछि यहाँका बुद्धिजीवीहरू, गाउँका बडे बुजुर्गहरूसँग पनि कुरो भएको छ। हुन्छ सबै मिलेर गरौँ भन्नुभएको छ। तपाईँहरूले सहयोग गर्नुहोस्, हाम्रो यो ठुलो अपेक्षा छ। अब सहयोग आएन भनेको जस्तो सहयोग आएन भने हामी 1 कोठाको घर त हामी जसरी, किनकि हामी पैसा हट्दैनौँ। अब हामी जब सुरु गरिसकेपछि हामी हुक्का गरेर बाँको हामी गर्दै गर्दैनौँ। हामी उहाँलाई जसरी हुन्छ यस्तो ओत जुन भन्छ नि, ओथारो डाँस्ने के भन्छ, यो त्यो पासा जस्तो घरमा उहाँलाई हामी बसाल्दैनौँ। हामी बर्खा अगाडि नै यो पासाको घरबाट मुक्त गराएर एउटा सानो तपाईँहरूको सहयोग आउँछ भने 2 कोठाको राम्रो सहयोग आयो भने 2 कोठाको बनाइदिन्छौँ। आएन छ भने अब हामीले 1 कोठाको, हाम्रो समाजसेवी नन्दलाल महरा, मेरो अहिले भर्खर कुरो भएको थियो, पैसा त आएन त यार, के हो यस्तो त जीवनमा मैले अहिलेसम्म भोगेको थिएन, यस्तो के कारणले यस्तो भयो भन्दाखेरि ठिक छ अब आएन भने तपाईँहरू म मिलेर भने गराम भन्नुभएको छ। तपाईँहरू मैले मात्रै कसरी गर्न सकिन्छ, 20,000 तपाईँ दिनुहोस्, 20,000 म दिन्छु भन्नुभएको छ। यदि सर साथीहरू तपाईँहरूले पैसा दिनु भएन नि, म पनि 20,000 दिन्छु, नन्दजी पनि 20,000 दिनुहुन्छ, अरू बलवीरजीले पनि यताउता गरेर सहयोग उठाउनुहुन्छ। अनि त्यो गरेर भने हामी घर त बनाइदिन्छौँ, तर तपाईँहरूको एउटा पुण्य काम, तपाईँहरूको एउटा हेर्नुहोस् मित्रहरू, धर्मशास्त्रले के भन्छ भनेपछि वर्षभरिमा कमाएको 10% चाहिँ यस्ता चिजहरूमा खर्च गर, दान गर भन्छ। एकैछिन प्रकाश सर, म रोके पनि। अस्ति भर्खरै मात्रै एउटा तुलसीपुरमा 1,01,10 रुपियाँ त्यतिकै ढुङ्गालाई भेटी चढाएको खबर पनि आएको छ होइन। त्यस्तो अवस्था अहिले मान्छे देखासिखी गर्ने, दुनियाँ यो प्रविधि कहाँ पुगिसक्यो, त्यस्तो ढुङ्गाको विश्वास गर्ने, तर यी आमाको विश्वास नगर्ने यस्ता दुखीहरूको चाहिँ सहयोगमा आलटाल भइरहेको छ। तर ढुङ्गाहरूले पुजेर धेरै रकम के अरे धर्मको नाममा धेरै आर्थिक रकमहरू चाहिँ भलको तर बगाउनुहुन्छ साथीहरूले। मैले नगर्ने होइन, त्यहाँ पनि पुज्न त, तर यो स्थिति पनि हेर्नुहोस्, जहाँ दुखी पीडितहरूको सहयोग गर्नु
त्यहाँ दुखी पीडितको घाउमा मलम लगाउनु जतिको मिठो आनन्द यो संसारमा केही छैन। हेर्नुहोस्, मैले त भनिसकेँ 20,000 म पनि दिन्छु, यदि तपाईँहरूले सहयोग गर्न सक्नु भएन भने हामी त अगाडि बढौँ, हामी रोकिँदैनौँ। हेर्नुहोस्, हामी रोकिँदैनौँ। यहाँका क्लबका साथीहरूसँग, यहाँका बडे बुजुर्गहरूसँग, गाउँका बुद्धिजीवी भद्रभलाद्मीहरू, आमा समूह सबैसँग हामीले विनम्र अनुरोध गरेर जसरी हुन्छ सक्नुहुन्छ तपाईँहरूले पनि आर्थिक सहयोग देश विदेशबाट हेर्ने साथीहरूले सहयोग गर्नुहुन्छ। तपाईँहरूको होस्टेलमा हैसे अवश्य हुनेछ, हामी अझै ठुलो घर बनाइदिन्छौँ। सक्नु भएन छ भने पनि हामी नन्द सर, म अनि बलवीर सर अनि लगायत हाम्रो यहाँका क्लबका साथीहरू, आमा समूहका सम्पूर्णमा लेख आमा समूह, खोलाखाली आमा समूह, हाम्रो यहाँ आमा समूहहरूसँग सबैसँग म बिन्ती गर्छु जसले जे जसरी हुन्छ सहयोग गरेर एउटा सानो घर चाहिँ बनाउने हो। यसमा हामी अगाडि बढिसक्यौँ, तर सकभर विदेशबाट पनि देश विदेशबाट पनि मनकारीहरूको चाहिँ सहयोगको चाहिँ हामीले भिख मागेका छौँ। सहयोग गर्नु म हार्दिक अनुरोध गर्दछु। नमान्नुहोस् है, हामीले त अठोट गरिसक्यौँ। धन पैसा हेर्नुहोस् साथी हो, तपाईँ होटलमा एउटा होटलमा जानु 10,000 सक्नुहुन्छ, त्यो कति आनन्द आउँछ तपाईँहरूलाई। तर हामीलाई यस्ता दुखी आमाहरूको, यस्ता रोगीहरूको जुन दुःखले हस्पिटलको बेडमा छटपटाइरहेका त्यस्ताहरूको सहयोग गर्नमा हामीलाई बढी आनन्द आउँछ। हाम्रो आनन्द भनेको त्यो। आज संयोगवश यस्ता दुखीका घरहरू बनाउने एउटा जिम्मा लिएका छौँ हामीले। यो सानोतिनो खेलको कुरा होइन मित्रहरू। एउटा होटलमा गएर हजारौँ रुपियाँ सक्न चाहिँ हामीलाई आनन्द आउँछ, त्यो होइन। हामी त यस्ता दुखीहरूको, दरिद्रीहरूको, पीडाहरूकोमा हामी चाहिँ उभिएर उहाँहरूको सेवा गर्नमा आनन्द आउँछ। तपाईँहरूको एउटा इँटाले ठुलो सहयोग गर्नेछ मित्रहरू, उहाँको जीवन कायापलट हुनेछ। त्यस कारणले गर्दा सहयोग गर्न कति पनि हिचकिचाहट नगर्नु होला। हामी त हाम्रो रेल त अगाडि बढिसक्यो, हाम्रो यो सहयोगको रेल अगाडि बढिसक्यो। हेर्नुहोस्, तपाईँहरू आउनुहोस्, नआउने नआउनुहोस्, यो कुनै सरकार छैन। तपाईँहरूसँग हामी भिख माग्दैछौँ, भिख माग्दाखेरि आउँदैन भने केही छैन। म 20,000 दिन्छु, नन्द सर 20,000 दिनुहुन्छ, बलवीर सरले पनि जे जति हुन्छ गाउँ घरबाट सहयोग गर्नु उठाउनुहुन्छ। हामी त्यस्तै गरेर भने एक कोठा घर अनि यहाँका क्लबका मित्रहरू, यहाँका बुद्धिजीवी सर्कलहरू, यहाँका वयोवृद्ध बुजुर्गहरू, अनि त्यसपछि बुद्धिजीवी सर्कलहरू, त्यसपछि व्यापारीहरू सबैसँग हामीले सहयोग माग्छौँ। आमा समूह सबैसँग माग्छौँ। अनि घर त हामी बनाउँछौँ। ल, यो भिडियोलाई तपाईँले विदेशका थुप्रै ठाउँबाट हेरिराख्नु भएको छ, तर तपाईँले सहयोग गर्न चाहनुहुन्न भने एक सेयर गरेर अर्कोले हेरेर सहयोग गरेर एउटा वातावरण चाहिँ सिर्जना गर्नुहोस् भन्दै म बिदा भएँ। हस् सासु, तपाईँ घर बन्ने छ, बन्छ, ढुक्क हुनुहोस्। ठुलो महल नबन्ला, तर सानो भए पनि तपाईँहरूलाई एउटा ओत लाग्ने घर हामी बनाएर छोड्छौँ, बनाइदिन्छौँ। हस्, नमस्कार हजुर मित्र, नमस्कार। हस्।